बेला हामीसँग काठमाडौँको शङ्खरापुर नगरपालिका प्रमुख रमेश नापित हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। हस्, धन्यवाद। सबैभन्दा हामी सुरुमा चाहिँ यो शङ्खरापुर नगरपालिकामा भइरहेको भौतिक पूर्वाधार विकासको कुराकानी गरौँ। सडक यातायात विकासको अवस्था के छ, यसबारे जानकारी दिनुहोस् न। हस्, धन्यवाद। मुख्यतया सडक यातायातको विकास अत्यन्तै आवश्यक छ, किनकि एउटा सडक विकास भएन भने अरू कामको लागि बाधक हुन्छ भन्ने खालको मैले त्यसरी बुझ्यौँ। र विशेषतया चाहिँ यहाँका जनतालाई पहिलो एक्सेस भनेको सडकै हो। त्यो सडक पुग्यो भने मात्र अरू विकासको चाहिँ महत्त्व हुन्छ भन्ने खालको हिसाबले हामीले प्रत्येक वडालाई त्यसरी सडक स्टोर हुनुपर्छ भन्ने हिसाबले हामीले त्यसरी विकास गऱ्यौँ। त्यो बिचमा चाहिँ हामीले सुरुदेखि भन्नु पर्दाखेरि 1 नम्बर वडादेखि म भन्छु। 1 नम्बर वडा तपाईँको चाहिँ अहिले पञ्चपाले भन्ने ठाउँ अत्यन्तै गाह्रो अवस्था थियो। त्यहाँ चाहिँ त्यो सडक नहुँदाखेरि त्यहाँका जनताले आफूले उत्पादन गरेका वस्तुहरू पनि बजारसम्म ल्याउन अत्यन्तै गाह्रो थियो। पञ्चपालेमा जुन खालको अहिले सडक स्टोरहरू गऱ्यो, हामीले चाहिँ ढलानहरू कार्य गऱ्यौँ, त्यो भन्दाखेरि त्यहाँका स्थानीय जनताहरू अत्यन्तै खुसी छन्। त्यसै गरी तपाईँको चाहिँ हाम्रो सिमानासम्म छाप भान्ज्याङ 1 नम्बर वडाको छाप भान्ज्याङसम्म त्यहाँबाट चाहिँ पिच भएर अहिले हाम्रो लगभग 1 नम्बर वडा धेरै गल्ली गल्लीसम्म हाम्रो पिच भइसकेको छ, ढलान भइसकेको छ। त्यसले गर्दाखेरि त्यहाँका जनतालाई यो सडकले अत्यन्तै अहिले फाइदा पुगेको छ भन्ने खालको हामीले बुझ्यौँ। र त्यहाँका जनताहरू पनि अत्यन्तै खुसी छन् कि हिजो कुन अवस्थामा थियो हामी, अहिले आएर तपाईँ निर्वाचित भएर आइसकेपछि हामीलाई बाटोघाटोको यी चिजलाई तपाईँले सहजीकरण गरेर चाहिँ अत्यन्तै राम्रो बनाइदिनु भएको छ भने हामीलाई धन्यवाद दिइरहेछ। त्यसै गरी 2 नम्बरको अहिले कुरा गर्नु पर्दाखेरि त्यहाँ भन्छ हिजो हामीलाई यो सबभन्दा शङ्खरापुरको कर्णाली भनेको कहाँ 2 नम्बर भने चाहिँ त्यसरी चिनाइन्थ्यो। तर अहिले 2 नम्बर तपाईँको पटापसम्म चाहिँ हामीले यसपालिसम्म अहिले चाहिँ यसपालिको उसमा बजेटले तपाईँको चाहिँ हाम्रो यो तल शारदा मावि पटापको स्कुलसम्म हामी पुर्याउने लक्ष्य छ। चौकी भान्ज्याङदेखि तपाईँको चाहिँ अहिले पटापको हाम्रो चाहिँ शारदा मावि स्कुलसम्म जानलाई चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ अहिले बाटोको चाहिँ स्टोरबन्दी गरेर तपाईँको चाहिँ 32 फिट बाटो त्यहाँ खोल्न लागेको छौँ। अहिले पुरै त्यो जस्तै अब उकालो थियो, त्यो उकालो हुँदाखेरि त्यहाँ चाहिँ गाडी चलाउन पनि अत्यन्तै मुस्किल थियो। त्यो चिजमा चाहिँ अहिले हामीले चाहिँ त्यो चाहिँ प्राविधिक इस्टिमेट गराएर त्यो जम्मै कटिङ गरेर अहिले तपाईँको बाटो अत्यन्तै सहज बनाएर त्यहाँसम्म चाहिँ अहिले चाहिँ लगभग पिचको सुरुवात चाहिँ हुन लागेको छ। हामीले अहिले ग्राभिटी साइड गर्ने कार्यहरू भइरहेको छ। ठाउँ ठाउँमा हामीले चाहिँ त्यो चाहिँ नालीहरू बनाउने कार्य भइरहेको छ। त्यसले गर्दा त्यहाँका जनताहरू अत्यन्तै खुसी छन्। त्यसको लागि त्यहाँका वडासीज्यू अत्यन्तै मेहनती हुनुहुन्छ, अत्यन्तै विकासप्रेमी हुनुहुन्छ। उहाँ पनि अत्यन्तै लागि परेको छ। र हामीले विशेषतया भनौँ न इच्छा शक्ति भयो भने हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ बुझ्यौँ। पैसाले खासै रोक्ने कुरा रहन्छ। हामी ठाउँ ठाउँमा गयौँ, मन्त्रालय जान्छौँ, मन्त्रीसँग भेट्छौँ, हामी सचिवसँग भेट्छौँ, डिसाबसँग भेट्छौँ र हामी त्यो बजेटको लागि माग गर्दाखेरि उहाँलाई चाहिँ हामीले कन्भिन्स गरेका छौँ। त्यसले गर्दा उहाँले बजेट पनि अहिले चाहिँ पर्याप्त रूपमा राखेर अहिले तपाईँको चाहिँ अहिले भर्खर पनि त्यहाँ चाहिँ 14 करोडको बजेटको चाहिँ रनिङ कामहरू भइरहेछ पटापमा। त्यसै गरी चाहिँ एकदम राम्रो होस्। अब 3 नम्बर कुरा गर्नु पर्दाखेरि त धेरै ठाउँ छ त्यहाँ। जस्तै अहिले अस्ति भर्खर पनि हाम्रो नगरपालिकाको बजेटले पनि तपाईँको चाहिँ अहिले कात्तिकेतु जर्सी पहर सडकहरू लगभग चाहिँ सम्पन्न हुन लागिसकेको छ। त्यसै गरी तपाईँको कुलामुनि तल छाप भान्ज्याङ लाक्री बोट हुँदै तपाईँको चाहिँ कृष्ण भक्त राजमार्ग हिजो कृष्ण भक्तले खोलेको बाटो आज हामीले त्यसलाई स्टोर हुने गरेर सबै चाहिँ पिच गरेर चाहिँ ठाउँ ठाउँमा ढलान गरेर चाहिँ आज त्यो 3 नम्बरको बाटो लगभग सबै क्लियर गर्न लागेको छौँ। हामी क्लियर हुन लागिसकेको छ। अब भन्दाखेरि यसरी हामीले चाहिँ बाटोघाटो बनाउनुपर्छ ताकि त्यो बाटो हुँदाखेरि त्यहाँका जनतालाई अत्यन्तै सहज हुने रहेछ। बर्खायाममा तपाईँ हिलाम्रो भएर चाहिँ एउटा मान्छे स्कुल जान बिरामी हिँड्न सक्ने अवस्था थिएन। तर आज त्यहाँका जनताहरू आज सल्ल चाहिँ पिचमा चाहिँ ढलानमा चाहिँ मजाले चाहिँ गाडी गुडाएर हिँडिरहेको छ। त्यसले गर्दाखेरि त्यहाँका जनताहरू अत्यन्तै खुसी छन्। र हाम्रो उद्देश्य पनि त्यो हो कि अत्यन्तै पछि परेको ठाउँलाई चाहिँ कसरी डेभलप गर्ने र त्यहाँका उत्पादन भएका चिजलाई बजारसम्म ल्याउनलाई बाटोघाटो भएर पनि त्यसलाई अप्ठ्यारो पर्ने भएको हुँदा हामीले त्यो चाहिँ पहिलो प्रायोरिटीमा राखेर चाहिँ हामीले बाटोलाई हरेक ठाउँमा चाहिँ पुर्याउनु पर्छ भन्ने हिसाबले हामी त्यो गरिरहेको छौँ। जस्तै अब वडा नम्बर 4 को कुरा गर्नु पर्दाखेरि तपाईँको हाम्रो चाहिँ अहिले त्यहाँ पनि अत्यन्तै गाह्रो थियो। तर हामी आइसकेपछि, हामी निर्वाचित भएर आइसके जनताले हामीसँग राखेका अपेक्षा अनुसार हामीले प्रत्येक ठाउँलाई बाटोघाटो पुर्याउनुपर्छ सोच राखेर हामीले अहिले तपाईँको चाहिँ लप्सी फेरि बुर्कोमाला हुँदै माथि तपाईँको चाहिँ अहिले हाम्रो वडासेज्यूको त घर अत्यन्तै टाढो छ माथि सोनमजीको त्यो घरसम्म चाहिँ तपाईँको चाहिँ अहिले हामीले चाहिँ प्रत्येक वर्ष बजेट राखेर त्यो ठाउँसम्म हामीले चाहिँ बाटो अहिले ढलान गरेर चाहिँ त्यहाँका मान्छेलाई त्यो बाटो पुर्याउनु पर्छ, एक्सेस हुनुपर्छ भन्ने हिसाबले त्यसरी चाहिँ पुऱ्याइरहेका छौँ। त्यहाँका मान्छे, त्यहाँका जनताहरू अत्यन्तै खुसी छन्। उहाँहरूले पनि हिजोसम्म हामीलाई अत्यन्तै गाह्रो थियो
र अहिले आएर चाहिँ यसरी हामीले सुविधा पायो भन्ने खालको उहाँले एकदम महसुस गरेको छ। त्यसरी चाहिँ हामीले चाहिँ 4 नम्बर वडा चाहिँ अब जस्तै यो चाहिँ हाम्रो ट्रान्समिटरदेखि बजरी निस्किने बाटोलाई पनि त्यहाँ चाहिँ स्टोर हुनुपर्छ भनेर चाहिँ यसपालि पनि अलिक पैसा राखेका छौँ, प्रदेशबाट पनि पैसा अलिक माग गरेका छौँ। ती चिजले गर्दा त्यहाँ चाहिँ सबै ठाउँमा चाहिँ हाम्रो बाटो पुऱ्याउने र त्यहाँका जनतालाई कमसेकम चाहिँ घर घरमा चाहिँ बाटो पुऱ्याएर चाहिँ घर घरमा आफ्नो चाहिँ स्रोत साधन चाहिँ पुग्नुपर्छ भन्ने हामीले मान्यता राखेका छौँ। त्यसै गरी अब 5 नम्बर कुरा गर्नु पर्दाखेरि त हामीले 5 नम्बर धेरै कुराहरू विकास गरेका छौँ। त्यहाँ बाटो घाटो, त्यहाँका चाहिँ स्वास्थ्य भवनदेखि लिएर चाहिँ सबै कुराहरू गरेका छौँ। पालबारी जाने बाटोदेखि चाहिँ तपाईँको चाहिँ पञ्चमहालक्ष्मी जाने बाटो हुँदै तपाईँको चाहिँ इटाखेल हुँदै अहिले तपाईँको चाहिँ हाम्रो चाहिँ इटाखेल अनि हुँदै तपाईँको मालपोतसम्म जानेलाई चाहिँ बाटो चाहिँ अहिले लगभग क्लियर भइसकेको छ। त्यहाँ चाहिँ तपाईँको ढलान गरेर चाहिँ त्यति चाहिँ तपाईँको अहिले चाहिँ हामीले 20 फिटको बाटो खोली ल्याएर त्यहाँका जनतालाई एउटा चक्करपुरको रूपमा चाहिँ त्यो यसो डेभलप गरेका छौँ। अहिले मालपोतसम्म आउनलाई कति सहज छ, पालबारी जान कति सहज छ। त्यसै गरी हाम्रो चाहिँ पौडेल टोल जानेतिर त्यहाँ पनि बाटो स्टोर गरेर ल्याएर छौँ। हामीले ठाउँ ठाउँमा चाहिँ तपाईँको आवश्यकता अनुसार हामीले बाटो पुऱ्याइरहेका छौँ। यो सडक हुँदाखेरि त्यहाँका मान्छेहरू अत्यन्तै खुसी हुँदो रहेछ। आखिरमा चाहिँ आफ्नो घर जानलाई अब हिलामै भएर जानुपर्ने ठाउँमा चाहिँ आहा कस्तो राम्रो रोड भयो भन्ने खालको त्यहाँका जनताले महसुस गरेका छौँ। हामीले काम गरेको प्रति अहिलेका सबै वडामा त्यो हिसाबले गर्दाखेरि त्यहाँका जनताहरू अत्यन्तै खुसी छन् र उहाँहरूले हामीलाई प्रायः चाहिँ सबैले धन्यवाद दिएको छ। तपाईँको पालामा अहिले ठ्याक्कै भन्नुपर्दाखेरि आर्थिक रूपमा चाहिँ अत्यन्तै मन्दी आएको छ। त्यो मन्दीको बावजुद पनि तपाईँले चाहिँ यति धेरै विकास गर्नु भयो भन्ने हामीलाई चाहिँ धन्यवाद दिइरहेछ। कृषि क्षेत्रमा कुरा गरौँ, कृषि क्षेत्रको विकासका लागि चाहिँ नगरपालिकाबाट तपाईँले के गर्नु भएको छ? मुख्यतः कृषि पनि एउटा हाम्रो चाहिँ स्रोतको एउटा मुख्य स्रोत त्यही हो, कृषि पनि हो हाम्रो चाहिँ। किनकि हाम्रो चाहिँ यो अत्यन्तै उर्वर भूमिका रहेका नगरपालिकामध्ये अहिले चाहिँ विशेषतः चाहिँ अलिक उर्वर भूमि रहेको जग्गा हामी कृषि सङ्कल्प नगरपालिकामा, त्यसमा पनि विशेषतः हामीले 1 नम्बर त्यहाँ चाहिँ तपाईँको चाहिँ अहिले बिहान एकछिन मात्र बस्दाखेरि पनि तपाईँको चाहिँ 5-7 हजार लिटर चाहिँ दुध चाहिँ उत्पादन हुन्छ। त्यसले गर्दाखेरि त्यो दुधलाई चाहिँ हामीले चाहिँ त्यो किसानहरूलाई चाहिँ कृषि अनुदान दिनुपर्छ भन्ने हिसाबले हामीले प्रत्येक लिटरको आधारमा चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ अनुदान पनि दिइरहेका छौँ। त्यसै गरी तपाईँको त्यहाँ चाहिँ अलिकति तल चाहिँ तपाईँको चाहिँ भनौँ 1 नम्बर वडाभन्दा अलिकति मुनि चाहिँ तपाईँको चाहिँ हिजो 18 वर्षसम्म चाहिँ तपाईँको बाँझो खेतहरू छ त्यहाँ। तर त्यहाँका किसानहरू चाहिँ अब हामी विदेश जानु पर्दैन है, हामीले गऱ्यो भने यही उत्पादन गर्नु भने यही हामीले चाहिँ जीविकोपार्जन हुनसक्छ भन्ने खालको उहाँहरूले चाहिँ त्यो सोच राखेर अहिले तपाईँको एउटा समूहको रूपमा चाहिँ त्यहाँ चाहिँ उखु खेती गर्ने कार्यहरू गरिरहेको छ। त्यो गर्दाखेरि म आफै पनि त्यहाँ गयौँ, त्यहाँ उखु उत्पादन भइसकेपछि त्यो हेर्दाखेरि म अत्यन्तै खुसी भएँ। र त्यहाँको सखर मैले खाएर हेरेको यति राम्रो, यति मिठो कि यति स्वादिलो। तर त्यहाँ त्यो सखर उत्पादन गर्नु भ्याउँदैन, त्यहीँ आएर चाहिँ पहिले चाहिँ एडभान्स दिएर बुकिङ गरेर चाहिँ लान्छ। त्यसले गर्दा त्यहाँका किसानहरू अत्यन्तै खुसी छन् र अत्यन्तै हौसिया छन्, हौसला बढाएको छ उहाँहरूको कि हामीले चाहिँ अब हामी विदेश गएर चाहिँ वर्षमा चाहिँ 8-10 लाख कमाउनु पर्ने अवस्था छैन। यदि गऱ्यो भने आफ्नै ठाउँ, आफ्नै गाउँ, आफ्नै माटो पनि केही हुनसक्छ भन्ने खालको उहाँले एउटा नजिर बनाएको छ। त्यसले गर्दाखेरि मैले त्यही कुरा चाहिँ प्रत्येक वडामा चाहिँ भनेको छु, अब हामी कृषि पेसाबाट हामी सुरक्षित छौँ है। त्यसले गर्दा कृषि पेसा गर्दाखेरि तपाईँलाई नगरपालिका दिने अनुदानहरू सबै पाउनुहुन्छ। तपाईँले आफूले कार्यहरू अगाडि बढोस्, हामीले तपाईँलाई दिने अनुदान यान्त्रिकरणदेखि लिएर त्यहाँका आवश्यकता अनुसार के चाहिन्छ तपाईँलाई त्यो कुरा नगरपालिका तपाईँलाई दिइरहेछौँ, दिन्छौँ भन्ने भन्दाखेरि आज धेरै ठाउँमा यो कृषिहरू कार्यहरू गर्ने कार्य भइरहेछ। मुख्यतः कृषिको रूपमा पनि अझ भन्नु पर्दाखेरि हामीले 1 नम्बर वडालाई चाहिँ अलि विशेष अलिकति छुट्टै महत्त्व दिएर त्यहाँ चाहिँ अलिकति राम्रो उत्पादन हुने ठाउँ देखेर हामीले चाहिँ त्यहाँ चाहिँ आफैले त्यहाँ चाहिँ एउटा चाहिँ मूल बिउको रूपमा चाहिँ उत्पादन गरेर चाहिँ अहिले गहुँ उत्पादन गरेका छौँ हामीले, ताकि त्यहाँका किसानहरूले चाहिँ अन्त गएर चाहिँ त्यो बिउ किन्नु नपरोस् भन्ने हिसाबले हामीले नगरपालिका आफै उत्पादन गरेर त्यो बिउ त्यसरी दिएका छौँ कि त्यहाँका किसानलाई गाउँको बिउ दिँदाखेरि त्यहाँ गाउँ बाली अत्यन्तै फस्टाएको छ, राम्रो छ, त्यहाँका चाहिँ उत्पादन बढिरहेको छ। त्यसै गरी हामीले धानको बिउ दिन्छौँ त्यहाँ, कमसेकम चाहिँ त्यहाँ धान चाहिँ 2 बाली लाग्छ। त्यहाँ तपाईँको अलिकति तल बेसी अलिकति माथि भन्ने हुन्छ, त्यहाँ तल र माथि गर्दाखेरि 2 बालीसम्म लाउने धान छ त्यहाँ, त्यति राम्रो उत्पादन हुन्छ। त्यसले गर्दा त्यहाँका किसानहरूलाई चाहिँ धानको बिउ त्यसरी चाहिँ हामीले चाहिँ अनुदानमा दिने गरेका छौँ। त्यसै गरी त्यहाँ मकैहरू खेती हुन्छ। चाहिँ अब भन्नु पर्दाखेरि 4 नम्बर चाहिँ 8 नम्बरमा चाहिँ अत्यन्तै इस्कुसको खेती हुने त्यहाँ, त्यो हिसाबले पनि त्यहाँ हामीले चाहिँ त्यहाँका किसानहरूलाई चाहिँ इस्कुसमै जोड दिनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यहाँ इस्कुस उत्पादन गर्नलाई उहाँलाई चाहिँ हामीले प्रेरणा गरिदियौँ, उहाँलाई हामीले ट्रेनिङ दिन्छौँ, कृषि ट्रेनिङ दिन्छौँ। त्यहाँ चाहिँ त्यो मात्र नभएर हामीले त्यहाँका किसानहरूलाई चाहिँ विभिन्न चाहिने सामग्रीहरू, त्यहाँ चाहिने इस्कुसलाई चाहिने के चाहिन्छ, झोलमलदेखि लिएर तपाईँको, अनि त्यहाँ चाहिँ इस्कुसलाई मुख्यतः चाहिने भनेको टेको। त्यो टेको चाहिँ हिजो चाहिँ बाँसको टेको राख्दाखेरि उहाँहरूलाई चाहिँ धेरै चाहिँ उत्पादन भएर पनि त्यो चाहिँ बेच्दाखेरि त्यो बाँसले चाहिँ के भने वर्षैपछि चाहिँ त्यो मक्केर जाने कुहिने। त्यसले गर्दाखेरि त्यो किसानहरू चाहिँ अत्यन्तै नाफा चाहिँ जम्मै चाहिँ त्यसमा चाहिँ गयो भन्ने खालको भएपछि हामीले अहिले नयाँ टेक्नोलोजी हिसाबले हामीले चाहिँ सिमेन्टको पोल, जस्तै सिमेन्टको पोल दिने गरेका छौँ। सिमेन्टको पोल दिँदाखेरि लगभग चाहिँ एकचोटि बनाइसकेपछि तपाईँको चाहिँ 20-25 वर्षमा त केही पनि गर्नु नपर्ने, त्यो हिसाबले त्यहाँका किसानहरूलाई स्कुलको पोलहरू दिने अनुदानमा दिइरहेछौँ। त्यो दिँदाखेरि त्यहाँ किसानहरू अहिले अत्यन्तै खुसी छन्। र त्यो मात्र नभएर त्यहाँ चाहिँ भनौँ त्यहाँ किसानहरू अहिले
अस्ति भर्खर पनि त्यहाँ उत्पन्न भइसक्यो इस्कुस चाहिँ अब सिजनमा बिक्री हुन्छ। अफ सिजन भएपछि तपाईँको चाहिँ इस्कुस चाहिँ अलिकति पर्खाउनलाई गाह्रो हुन्छ भनेपछि हामीले चाहिँ ड्राई मेसिनहरू एउटा संस्थासँग समन्वय गरेर ड्राई मेसिन लगाएर त्यहाँ चाहिँ इस्कुस चाहिँ ड्राई गर्ने, त्यसपछि त्यहाँको चाहिँ इस्कुसको त्यो ड्राई भएको इस्कुसबाट तपाईँको चाहिँ पाउडर निकाल्ने, त्यसपछि त्यहाँको चाहिँ समोसा बनाउने, अनि त्यसपछि मसौरा बनाउने, ती चिजहरू गरिरहेको छ। त्यहाँका किसानहरूले चाहिँ अलिकति चाहिँ त्यो चाहिँ जुन अफ सिजन भएको चाहिँ इस्कुसलाई पनि त्यसरी चाहिँ व्यवस्थापन गरेर अहिले उहाँहरूले आफूले राम्रोसँग आम्दानी गरेर चाहिँ अहिले उहाँहरू अत्यन्तै खुसी छन्। एउटा इस्कुस खेती गर्ने व्यक्तिले मैले सोद्धाखेरि बढीमा तपाईँको 25 लाखसम्म बेच्ने मान्छेहरू पायौँ त्यहाँ। 25 लाख भनेको त धेरै ठुलो हो, त्यसले गर्दा उहाँहरू चाहिँ अत्यन्तै खुसी हुनुहुन्छ। र हामीले आफै त्यस्तै गरेका छौँ। त्यहाँका महिला कृषकहरूलाई चाहिँ विशेष प्रायोरिटी दिएका छौँ। महिलाहरू अहिले जागरुक भइरहेको छ। त्यहाँ कमसे कम पनि महिलाहरूले पनि आफ्नो खेतीबारी गरेर चाहिँ हाम्रो जीविकोपार्जन हुनसक्छ भन्ने खालको चाहिँ उहाँले गरेका छौँ। त्यसलाई हामीले चाहिँ अवसर अनुसार उहाँले चाहिँ अनुदानहरू दिने, राहतहरू दिने, उहाँलाई चाहिँ कमसेकम चाहिँ यो चाहिँ गर्दाखेरि हामीलाई चाहिँ राहत हुन्छ भन्ने हिसाबले उहाँले के आवश्यक पर्छ त्यो सामग्रीहरू त्यसरी वितरण गरेका छौँ। त्यसरी कृषकहरूले अत्यन्तै खुसी छन्। जस्तै 6-7को कुरा गर्नु पर्दाखेरि हामीले चाहिँ भिन्न यहाँ चाहिँ तपाईँको चाहिँ आलु खेती गर्छ, एउटा आलु जुनको रूपमा अगाडि बढाएका छौँ। यहाँ त्यो गर्दाखेरि तपाईँको चाहिँ हामीले अस्ति भर्खर पनि 63 लाखको चाहिँ तपाईँको चाहिँ यहाँ चाहिँ एउटा बजेट राखेर एउटा चाहिँ भनौँ न एउटा कृषि ज्ञान केन्द्रसँग चाहिँ समन्वय गरेर त्यसरी चाहिँ गर्दाखेरि यहाँ अहिलेका नयाँ किसानहरू पनि थप्दै अहिले धेरै आइरहेछ। उहाँले पनि के सोचे, हामीले बेमौसमी तरकारी उत्पादन गर्दाखेरि हामी चाहिँ राम्रोसँग नाफा कमाउन सक्छ भन्ने उहाँलाई त्यो लाएर अहिले चाहिँ प्रत्येक तपाईँको यहाँ चाहिँ वडामा हेर्दाखेरि तपाईँ आलुदेखि तपाईँको चाहिँ त्यहाँ विभिन्न गोलबेडादेखि तपाईँको चाहिँ विभिन्न बेमौसमी तरकारीदेखि अहिले सिजन तरकारीदेखि त्यस्तो खालको चाहिँ उत्पादन गरेर उहाँले चाहिँ अहिले जीविकोपार्जन गरिरहेको छ। उहाँहरू आत्मनिर्भर छ अहिले। त्यसैले गर्दा हामी कृषक पेसाबाट पनि अहिले चाहिँ आत्मनिर्भर हुनसक्छ भन्ने खालको उहाँले त्यो लगाएका छौँ। हामीले त्यति बनाउन सक्नु शङ्करपुर नगरपालिका हामी आफू नै गौरव मान्दछौँ। अब अलिकति स्वास्थ्य क्षेत्रको बारेमा कुराकानी गरौँ। स्वास्थ्य क्षेत्रमा चाहिँ नगरपालिकाबाट अहिले के कस्तो काम भइरहेको छ? मुख्यतः स्वास्थ्यको रूपमा त हामी हिजो पहिले सुरुदेखि नै हामीले स्वास्थ्यको रूपमा चाहिँ अगाडि बढायौँ। किनकि मान्छेलाई अत्यन्तै संवेदनशील चिज हो स्वास्थ्य भनेको। त्यो चिजमा चाहिँ तपाईँको चाहिँ कहीँ कतै हामीले चाहिँ अलिकति हेलचेक्राइ गऱ्यौँ भने हामी चाहिँ गाह्रो हुन्छ भन्ने खालको चाहिँ जनतालाई त्यो महसुस गराएर नै हामीले चाहिँ स्वास्थ्य बिमादेखि लिएर तपाईँको ठाउँ चाहिँ हामीले चाहिँ अहिले स्वास्थ्यको चाहिँ भनौँ न स्वास्थ्य शिविरहरू राखेर हामी प्रत्येक वडामा चाहिँ महिनाको चाहिँ 20 चोटि स्वास्थ्य शिविर राख्छौँ। त्यहाँ जान्छौँ, स्वास्थ्य जाँच गर्छौँ, ज्येष्ठनागरिकलाई स्वास्थ्य जाँच गर्छौँ, अनि आवश्यक पर्ने चाहिँ त्यहाँ चाहिँ औषधिहरू चाहिँ वितरण गर्नेदेखि लिएर यी सबै कार्यहरू गरिरहेका छौँ ताकि त्यो कुनै पनि बिरामी रोग लागेको नलागेको त्यो पत्ता लगाएर हामीले पहिलो फेजमै त्यहाँ चाहिँ अलिकति त्यो रोगलाई निवारण गर्ने खालको भोलि ठुलो रोग नलाओस् भन्नको लागि त्यस्तो कार्यहरू गरिरहेका छौँ। अहिले चाहिँ जनताहरू अत्यन्तै स्वास्थ्य रूपमा चाहिँ अत्यन्तै लाभान्वित छ, उहाँहरू खुसी पनि छन्। अहिले विशेष चाहिँ हामी नगर हस्पिटल चाहिँ उहाँहरूले के अप्ठ्यारो भयो नगर हस्पिटल लान्छौँ, सहुलियत दरमा चाहिँ उपचार गर्छौँ, पैसा पनि धेरै लाग्दैन। त्यो एक्सरे मेसिनदेखि लिएर त्यहाँ भिडियो एक्सरेदेखि सबै कुराहरू चाहिँ सुविधा दिएका छौँ। खानेपानीको क्षेत्रमा चाहिँ के गरिरहनु भएको छ? खानेपानीको विकासका लागि चाहिँ नगरपालिकाभरि कस्ता आयोजनाहरू छ अहिले? खानेपानीको सवालमा भन्नु पर्दाखेरि शङ्करपुर नगरपालिकाभित्र अहिले चाहिँ हामीले चाहिँ हाम्रो उद्देश्य भनेको प्रत्येक घरमा चाहिँ एक घर एक ढाराको कन्सेप्ट ल्याएका छौँ। त्यो बिचमा चाहिँ हामीले धेरै वडामा त्यसरी चाहिँ अब अगाडि बढाएको छ। जस्तै 1 नम्बरमा पनि त्यसरी चाहिँ एक घर एक ढाराको रूपमा अगाडि बढाएको छ। सबैतिर पुर्याउन सकिरहेको छैनौँ, स्रोत कम छ हामीसँग। त्यसलाई त्यसरी गर्दाखेरि सबै वडामा चाहिँ त्यसरी गरिरहेको छौँ हामीले। त्यो कारणले गर्दाखेरि हामीले अहिले चाहिँ त्यसलाई एकीकृत खानेपानीको रूपमा चाहिँ अगाडि बढाउन खोजेका छौँ। त्यो हुँदाखेरि चाहिँ के भने सबैतिरको पानी कलेक्सन गरेर चाहिँ एक ठाउँमा जम्मा पारेपछि चाहिँ आवश्यकता अनुसार कहाँ चाहिँ त्यो चाहिँ भूगोल अनुसार मिल्ने खालको त्यो हिसाबले ट्याङ्की बनाएर त्यसरी वितरण गर्नु खोजिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले एउटा ठुलै प्लान बनाइरहेका छौँ। त्यो बिचमा चाहिँ हामीले चाहिँ मन्त्रालयसँग सहकार्य गरेका छौँ। अस्ति एउटा प्रोजेक्टसँग सहकार्य छौँ। प्रोजेक्टले पनि हामीलाई चाहिँ एउटा एडिबीबाट पनि अलिकति आश्वासन दिएको छ, तपाईँहरूले चाहिँ यस्तो कुराहरू चाहिँ गर्दाखेरि ठिक छ हामीले एडिबीले सहयोग गर्छु भन्ने खालको हामीलाई आश्वासन दिएको छ। त्यसले गर्दाखेरि यी कुरा पनि हामीले चाहिँ कमसेकम सबै खानेपानी भन्दा अत्यन्तै संवेदनशील चिज हो, वस्तु हो। त्यो चिजलाई चाहिँ हामीले चाहिँ प्रत्येक घरमा चाहिँ त्यो खानेपानी पुर्याउनुपर्छ भन्ने सोच राखेर त्यसरी कार्यहरू गरिरहेको छौँ। त्यो गरिरहँदाखेरि जस्तो अहिले ठ्याक्कै नजिकको रूपमा भन्नु पर्दाखेरि अहिले साखु 6-7को रूपमा हेर्ने भयो भने अहिले तपाईँको हाम्रो फेरीमा खानेपानीको मुहान छ, त्यहाँबाट चाहिँ स्रोत हामी सङ्कलन गर्छौँ। त्यो चाहिँ यसरी बाँधिरहेको छौँ कि अहिले 4 तलसम्म चाहिँ हाम्रो चाहिँ साखु 6-7मा चाहिँ खानेपानीको अहिले तपाईँको चाहिँ बिना मिसिनले त्यसरी पानी आउँछ। दिनभरि चाहिँ पानी पठाउन अहिले मिलाएको छ। अलिकति बर्खायाममा चाहिँ अलिकति चाहिँ तपाईँको चाहिँ यो हिउँदो याममा चाहिँ पानीको चाहिँ स्रोत सुक्ने रहेछ, त्यो बेला चाहिँ अलिकति गाह्रो हुने भनेर हामीले चाहिँ पानीको चाहिँ अहिले चाहिँ प्रत्येक वडाले चाहिँ पानीको चाहिँ समस्या खासै त्यति देखिरहेको छैन। जस्तै अस्ति भर्खर पनि हाम्रो चाहिँ यो 5 नम्बर वडामा पनि तपाईँले लगभग चाहिँ 20 करोडको चाहिँ खानेपानी यो चाहिँ बृहत खानेपानीको योजना कार्य भयो। त्यो चाहिँ नगरपालिका आफैले पनि चाहिँ 10% 20% राखेर चाहिँ काम गर्नुपर्ने रहेछ। त्यो कुरा हामीले समन्वय गरेर मन्त्रालयसँग समन्वय गरेर त्यसरी चाहिँ खानेपानी चाहिँ अहिले चाहिँ व्यवस्थित गरेका छौँ। त्यहाँ पनि अहिले तपाईँको लगभग त्यो सबै बन्दाखेरि त्यहाँका जनताहरू चाहिँ अहिले कामहरू फटाफट भइरहेछ। त्यो चाहिँ तपाईँको अहिले लगभग 1 वर्ष
18 महिनाको कार्य हो, तर 1 वर्ष 12-13 महिना सकोला जस्तो लाग्छ। त्यसरी काम अगाडि बढाएको छ। त्यसले गर्दाखेरि यहाँका जनतालाई खानेपानीको सुविधा चाहिँ अहिले राम्रो भइरहेछ भन्ने जस्तो लागिरहेछ मलाई पनि। जस्तो अब यो सामाजिक विकासतर्फ अब जस्तो लक्षित वर्गहरूलाई विभिन्न खालका तालिमहरू पनि दिने गर्नुहुन्छ होइन, कस्ता कस्ता खालका तालिमहरू दिनु भएको छ अनि त्यसबाट उनीहरूको जीवनस्तरमा केही परिवर्तन केही पाउनु भएको छ कि छ यसको अवस्था? मुख्यतया चाहिँ हामीले अब अहिले यो देशकै समस्या भइरहेछ। अहिले रोजगार सिर्जना भइरहेको छैन, रोजगार अत्यन्तै गाह्रो छ। त्यसले गर्दाखेरि कतिपय युवाहरू बाध्य भएर विदेश पलायन हुनुपर्ने अवस्था आइरहेछ। त्यो रूप अनुरूप चाहिँ हामीले कमसे कम चाहिँ यो युवाहरू महिलाहरूलाई चाहिँ यो जबसम्म हामीले चाहिँ रोक्न सक्दैन तबसम्म हाम्रो देशले समृद्धिको खालि परिक्रमा मात्र गर्ने हो, त्यो पुरा हुन सक्दैन भन्ने हिसाबले हामीले शङ्खलापुरले पनि हामीले यसो गरेका छौँ कि यहाँ लक्षित वर्ग चाहिँ लाई हामीले चाहिँ कमसे कम चाहिँ यहाँ चाहिँ उहाँलाई चाहिँ विभिन्न ट्रेनिङहरू तालिमहरू दिएर उहाँलाई चाहिँ आर्थिक रूपमा जोडेर उहाँलाई आर्थिक उपार्जन गर्न सक्ने खालको बनाउनुपर्छ भन्ने चाहिँ हरेक ट्रेनिङ दिएका छौँ हामीले। त्यो ट्रेनिङ लिँदाखेरि उहाँहरूलाई चाहिँ सिपसँग जोड्ने गरेका छौँ र अझ ट्रेनिङ लिँदाखेरि हामीले के गरेका छौँ भने यही उत्पादन भएर जुन वडामा हामीले चाहिँ ट्रेनिङ दिन्छ त्यो वडामा चाहिँ खपत हुने के हुनसक्छ, त्यो चाहिँ बिक्री हुने के हुनसक्छ, बजार केमा पाउँछ भन्ने खालको चाहिँ विशेष त्यो चाहिँ अनुमान गर्छौँ हामी। त्यहाँ आवश्यकता अनुसार त्यो चिज ट्रेनिङ दिन्छौँ। त्यो गर्दाखेरि त्यहाँ कमसेकम चाहिँ 5-7 जना मान्छे जुन ट्रेनिङ लिएर मान्छे त्यो ट्रेनिङ लिइसकेपछि उहाँले एउटा चाहिँ त्यो व्यवसाय गर्दाखेरि उहाँको व्यवसाय पनि फस्टाउने अनि उहाँले चाहिँ रोजगार पनि सिर्जना गर्न सक्ने। त्यो गर्दाखेरि हामीले चाहिँ अहिले चाहिँ विभिन्न वडामा त्यसरी ट्रेनिङ दिएका छौँ। त्यो अनुसार चाहिँ उहाँले कार्य पनि गरिरहेका छौँ। अलिकति हामीले चाहिँ त्यो उहाँले चाहिँ अलिकति बिउ पुँजीको रूपमा पनि अलिक पैसा राख्ने उहाँले त्यो दिने गरेका छौँ ताकि उहाँले चाहिँ भोलि मसँग बिउ पुँजी भएन, रास भएन, त्यसले गर्दा मैले काम गर्न सकेन भन्ने खालको नपरोस् भनेर यस्तो खाले पनि गरिरहेका छौँ हामीले। अब शङ्खरापुर नगरपालिका चाहिँ एउटा सांस्कृतिक सहर पनि हो। यहाँ चाहिँ विभिन्न खालका चाहिँ जात्रा पर्वहरू पनि मनाइन्छ, विभिन्न मठ मन्दिरहरू पनि छन्। यो धार्मिक सांस्कृतिक सम्पदा संरक्षणका लागि चाहिँ नगरपालिका एउटा कस्तो काम भइरहेको छ? धन्यवाद। अब धार्मिक अत्यन्तै सांस्कृतिक सहरको रूपमा चाहिँ चिनेको हाम्रो यो शङ्खरापुर, यसमा चाहिँ हामीले चाहिँ मठ मन्दिरदेखि एकदम भरिभराउ भएको ठाउँ। हामीले कमसेकम चाहिँ यो ऐतिहासिक सहरलाई एउटा धार्मिक सहरलाई एउटा पर्यटकीय सहरको रूपमा बनाउनुपर्छ भन्ने हिसाबले हामीले प्रत्येक मन्दिर अहिले तपाईँको चाहिँ जात्रा मात्र चल्छ, हाम्रो यहाँ ऐतिहासिक हाम्रो कल्चरहरू छ, यी कुरालाई जोगाउनुपर्छ भन्ने हिसाबले हामीले विभिन्न ठाउँमा चाहिँ अहिले पर्यटक हिसाबले चाहिँ हाम्रो त्यो मठ मन्दिर त्यसलाई बनाउने कार्यहरू कमसेकम चाहिँ हिजोका पुरानो ऐतिहासिक कुरा के हो त्यसलाई झल्किने खालको यी चिजलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले गरेका छौँ। हाम्रो त टोल टोलमा जात्रा चल्छ, महिना पछि एउटा जात्रा जस्तो हुन्छ, किनकि यो हाम्रो संस्कृति संस्कार हो। यी चिजलाई जोगाना गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले कार्य गरेका छौँ। जस्तै भर्खर अस्ति 19 गते हिजो भर्खर पनि माई हामीले चाहिँ बज्रलिङ माई माथि बज्रलिङबाट चाहिँ हाम्रो साखुसम्म चाहिँ ल्याएर चाहिँ हिजो विराजमान गरिसक्यौँ ताकि हाम्रो चाहिँ यहाँको चाहिँ हाम्रो यो चौन्चली 26 वर्ष पुरानो ऐतिहासिकको रूपमा चलिरहेको जात्रा हो। त्यो जात्रामा पनि हामीले चाहिँ कमसे सभ्य र भव्य रूपमा चाहिँ गर्नुपर्छ। हामीले एउटा समिति गठन गऱ्यौँ, त्यो समिति गठन गरेर चाहिँ हामीले त्यसरी ल्यायौँ र अहिले हाम्रो चाहिँ जात्रा सुरु भइरहेछ। यो हाम्रो कल्चर पनि हो पुरानो होइन, त्यो कल्चर पनि जोगाउनुपर्छ भन्ने हिसाबले गरेका छौँ। त्यसमा चाहिँ यहाँका हाम्रो चाहिँ भएका चाहिँ मठ मन्दिरलाई कसरी संरक्षण गर्ने, यहाँ चाहिँ पर्यटकहरूलाई कसरी चाहिँ भित्राउने भन्ने कुरामा चाहिँ हामी अत्यन्तै सचेत छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ विशेषतया हाम्रो चाहिँ ऐतिहासिक सहरको रूपमा चिनेको सहरलाई पुरानो रूपमा चाहिँ एउटा डेभलप गर्नुपर्छ हिसाबले भने त्यो हिसाबले पनि हामीले गरिरहेका छौँ। त्यो गर्दाखेरि यहाँका जनतालाई चाहिँ घर बनाउनखेरि पनि हामीले कमसेकम चाहिँ हिजोको पुरानो शैलीमा बनाउनुपर्छ। त्यो बनाउनखेरि तपाईँलाई अलिकति गाह्रो भयो भने शङ्खरापुर नगरपालिकाबाट तपाईँलाई राहतको लागि चाहिँ तपाईँलाई 1,25,000 दिने गरेका छौँ भन्ने भनाइसकेपछि उहाँहरू पनि खुसी भएर कमसेकम पनि हामीले पनि यो चाहिँ पुरानो सहरको रूपमा हामीले चाहिँ बनाउन सक्यौँ भने यहाँ आउने पर्यटकहरू चाहे त्यो आन्तरिक होस् चाहे त्यो बाह्य पर्यटक होस् त्यो आउँदाखेरि कति राम्रो सहरको रूपमा डेभलप गरेछ, साखु सहरलाई भन्ने खालको बुझ्छ चिनिन्छ भन्ने हिसाबले पनि यहाँका चाहिँ सम्पूर्ण चाहिँ साखुवासीहरूले पनि त्यसमा सहयोग गरेको छ हामीलाई। त्यसरी चाहिँ प्रत्येक घर त्यसरी बनाएर त्यसले गर्दाखेरि यहाँ आउँदाखेरि हिजो पुरानो सहरको रूपमा डेभलप भएको छ भूकम्पपछि पनि भन्ने खालको चाहिँ लागिरहेछ। त्यसले गर्दाखेरि हामी अत्यन्तै खुसी छौँ। अब अन्त्यमा के भन्न चाहनुहुन्छ नगरवासीहरूलाई, तपाईँको के भनाइ छ? मुख्यतः नगरवासीहरूले चाहिँ जुन खालको चाहिँ हामीलाई चाहिँ अब मेरो कार्यकाल अब 4 वर्ष पुग्न लाग्यो, त्यो बिचमा चाहिँ नगरवासीहरूले मलाई अत्यन्तै सहयोग गर्नुभएको छ। उहाँले चाहिँ मलाई हरेक सुझाव दिनुभएको छ। तपाईँले यसरी कार्य गर्दाखेरि तपाईँ चाहिँ सफल हुन्छ भन्ने मलाई सुझाव दिने, सल्लाह दिने अनि मलाई कामको चाहिँ तपाईँको चाहिँ मलाई चाहिँ स्याबास दिने, धन्यवाद दिने। त्यो गर्दाखेरि म अत्यन्तै खुसी छु र म अत्यन्तै उहाँहरूप्रति एकदम उहाँहरूको चाहिँ माया स्नेहले गर्दाखेरि म आज यहाँसम्म चाहिँ पुग्ने र यसरी गर्ने मलाई पनि हौसला बढाएको छ। त्यसैले म शङ्खरापुरवासी मेरो सम्पूर्ण मतदाता मेरो भगवान रूपी उहाँलाई मानेर मैले उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। यहाँको समयको लागि हस्, धन्यवाद।